नमस्कार सम्पूर्णलाई। अ, आज चाहिँ हामीले वन सम्बन्धी, वन्यजन्तु सम्बन्धी चाहिँ केही जानकारी र लोकसेवाको लागि भनेर विशेष जानकारीको लागि चाहिँ यो वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका 2080 चाहिँ हेर्न गइरहेको छौँ होइन। यो निर्देशिका चाहिँ हाम्रो विक्रम सम्वत 2080 सालको साउन 1 गतेदेखि लागू भएको थियो होइन। यसबाट चाहिँ हामीले हाम्रो जीवनयापनमा, हाम्रो जीवनमा अनि हाम्रो जीवन दिनचर्यामा चाहिँ यो वन्यजन्तुबाट के कस्ताहरू क्षतिहरू भएको हुन्छ, त्यसबाबत हामीले के कस्तो राहतहरू पाउन सक्छौँ भन्ने कुरा चाहिँ यसबाट जानकारी लिनेछौँ। विशेष गरी यसमा चाहिँ हाम्रो वन्यजन्तुबाट भएको चाहिँ क्षतिहरू र त्यस सम्बन्धी चाहिँ राहत के कति पाइन्छ र कसरी पाइन्छ, त्यो प्रक्रिया के हो, त्यो बारेमा चाहिँ जानकारी लिन गइरहेको छौँ। अब अगाडि बढौँ है। अब हाम्रो आजको टपिक रहेको छ यो वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका 2080। यो चाहिँ हाम्रो राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 को दफा 33 को कले दिएको अधिकार प्रयोग गरेर चाहिँ यस निर्देशिका बनाइएको हो। लोकसेवामा धेरै पटक सोधिसकेको क्वेसन होइन, वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका चाहिँ कुन दफालाई टेकेर चाहिँ बनाइएको हो भनेर सोध्छन्। त्यति बेला चाहिँ हामीले ऐनको दफा 33 को पनि कले दिएको अधिकार प्रयोग गरी चाहिँ यो निर्देशिका बनाएको हो भनेर हामीले भन्न सक्नु पर्यो, एक्जाममा टिक लाउन सक्नु पर्यो है। अनि अब अगाडि बढौँ। अब दफा 1 मा त हाम्रो संक्षिप्त नाम र प्रारम्भ छ होइन। यो भनेको चाहिँ यस निर्देशिकाको नाम के रहने होइन, लोकसेवामा यही पनि क्वेसन सोधिन्छ है। अनि वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिकाको नाम के हो भनेर पनि सोध्न सक्छ होइन। अब यसमा चाहिँ कतिपय अप्सनमा चाहिँ हाम्रो निर्देशिका सम्म मात्रै लेखिदिन्छ, अर्को अप्सनमा चाहिँ 2080 पनि लेखिदिन्छ होइन, वा दुवै पनि हुनसक्छ। त्यति बेला चाहिँ हामीले यो वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका 2080 पनि हुनु पर्यो। त्यसमा चाहिँ हामीले टिक लाउने। अनि यो निर्देशिका कहिलेदेखि लागू भयो भन्दाखेरि 80 सालको चाहिँ साउन 1 गतेदेखि चाहिँ लागू भएको हो भनेर टिक लाउनु पर्यो। अप्सनमा त्यो हुन्छ, त्यही खोज्ने, टिक लाउने होइन। अनि अब परिभाषामा जाउँ है। परिभाषामा चाहिँ हाम्रो विशेष गरी 3टा परिभाषा दिएको छ होइन। गम्भीर घाइते भन्नाले के हो होइन, अनि सामान्य घाइते भनेको के हो। अनि यो निर्देशिका पढुन्जेल हामीले जति पनि ठाउँमा नियमावली भन्ने शब्द भेट्छौँ, त्यो नियमावली भन्ने शब्दले चाहिँ के जनाउँछ भन्ने कुरा यहाँबाट बुझ्न सक्छौँ होइन। अब गम्भीर घाइते भन्नाले चाहिँ अङ्गभङ्ग भएको होइन, एकदम अशक्त नै हुने खालको है। अनि त्यस्तो अवस्थाको घाइते छ भने चाहिँ गम्भीर घाइते भनेर बुझ्नु पर्यो होइन। अनि सामान्य घाइते भनेको चाहिँ अनि सामान्य उपचार गर्दाखेरि पनि ठिक हुने होइन, अनि अङ्गभङ्ग नभएको अवस्था जुन हुन्छ नि, त्यसलाई हामी सामान्य घाइते भन्छौँ भने यो निर्देशिकाभरि चाहिँ यो नियमावली भन्ने शब्द जति पनि आउँछ, त्यो नियमावली भनेको चाहिँ हाम्रो राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणको नियमावली 2030 लाई चाहिँ बुझ्नुपर्छ हामीले है। अनि दफा 3 मा हाम्रो चाहिँ यो राहत उपलब्ध गराइने सम्बन्धी छ होइन। अनि कस्तो कस्तो बेलामा चाहिँ राहत उपलब्ध गराउने होइन, कस्तो घटना भएको बेला चाहिँ के कति राहत उपलब्ध गराउने भन्ने कुरा चाहिँ यो दफामा लेखिएको छ होइन। अब यसमा चाहिँ हाम्रो है वन्यजन्तुबाट भएको क्षति जस्तो प्रकारका क्षतिहरू छ, त्यो प्रकार अनुसार चाहिँ राहत वितरण गर्ने भनेको छ होइन। अब यसको क भागमा हेरौँ। यसको कमा चाहिँ हाम्रो के लेखेको छ भन्दाखेरि चाहिँ यो वन्यजन्तु चाहिँ यदि मानव बस्तीमा प्रवेश गरी होइन, हाम्रो घर गाउँमा, गोठमा है, खेतबारीमा चाहिँ प्रवेश गरी कुनै नेपाली नागरिकको मृत्यु भएमा होइन, अथवा घाइते भएमा, घाइते भन्नाले गम्भीर सामान्य दुवै घाइते भएमा चाहिँ त्यति बेला चाहिँ हामीले राहत पाउने भन्ने कुरा छ होइन। त्यस्तो अवस्थामा राहत चाहिँ उपलब्ध गराइने। दोस्रोमा भनेको चाहिँ राष्ट्रिय निकुञ्ज वा आरक्ष होइन। आरक्ष भन्नाले यो के अरे वाइल्ड लाइफ रिजर्भहरू हुन्छ नि, नेपालको हकमा त कोशी टपु मात्रै छ होइन। यो वाइल्ड लाइफ रिजर्भ बाहेक अन्य क्षेत्रमा पनि विधिपूर्वक चाहिँ प्रवेश गर्दाखेरि वन्यजन्तुको आक्रमणमा परि चाहिँ नेपाली नागरिकको चाहिँ मृत्यु अथवा घाइते होइन भएमा चाहिँ त्यस बखत पनि राहत उपलब्ध गराइने भन्छ होइन। यो राष्ट्रिय निकुञ्ज वा आरक्ष बाहेक भन्नाले चाहिँ हाम्रो यो
फरेस्ट कन्जर्भेसन एरिया, फरेस्ट प्रोटेक्सन एरिया हैन। अनि अर्को हाम्रो कन्जर्भेसन एरियाहरू जुन छ नि संरक्षण क्षेत्रहरू, अनि 6 वटा संरक्षण क्षेत्र हो। त्यस्तो ठाउँमा चाहिँ यदि कुनै केही कारणले चाहिँ वन्यजन्तुबाट चाहिँ घटना भएमा त्यस बापतको पनि रकम अथवा राहत उपलब्ध गराइने भन्ने कुरा चाहिँ व्यवस्था गरिएको छ है। त्यसै गरी यो गमा हेर्ने हो भने चाहिँ हाम्रो राष्ट्रिय निकुञ्ज वा आरक्षमा पनि यदि सरकारी कामकाजमा खटिएको बेला चाहिँ कर्मचारीलाई हैन, अथवा व्यवस्थापन समितिका कोही व्यक्तिलाई हैन, अनि त्यो हेरालुहरू, कामदारहरू यदि कसैलाई चाहिँ हैन, अनि चोटपटक लागेमा हैन, वन्यजन्तुबाट क्षति भएमा चाहिँ सो बापत पनि राहत उपलब्ध गराइने भनेको छ हैन। अब सरकारी काममा खटिएको कर्मचारी भन्नाले सरकारी कर्मचारी नै हुनुपर्छ भन्ने छैन हैन। जस्तै अब अहिलेको केसमा हाम्रो हेर्नुहुन्छ भने यो पुस 1 गतेदेखि अहिले यो के अरे बाघको चाहिँ गणना चलिराखेको छ हैन। त्यहाँनिर अब जति पनि सबैजना सरकारी नै कर्मचारी छन् भन्ने हुँदैनन् हैन। कोही स्टुडेन्टहरू पनि त्यहाँनिर काममा खटिएको हुन सक्छन्। उनीहरू त काममा खटिए सरकारी होइनन्, तर काम चाहिँ सरकारी काम हो नि त। त्यसैले चाहिँ त्यस्तो बखतको बेला चाहिँ सरकारी काममा खटिएको कोही छन् भने उनीहरूलाई पनि यस निर्देशिका बमोजिम चाहिँ राहत उपलब्ध गराइने भनियो हैन। त्यसै गरी यो हाम्रो घमा हेर्ने हो भने चाहिँ यो निकुञ्ज, आरक्ष संरक्षण क्षेत्र हैन, अनि चिडियाखाना है, यस्ता ठाउँहरूमा खटिराख्नु भएको सरकारी कर्मचारीहरू हैन, त्यहाँनिर भएका हेरालुहरू तिनीहरू छन् हैन। उनीहरूलाई पनि केही कारणले चाहिँ यसरी क्षति भएमा हैन, वन्यजन्तुबाट हानि नोक्सानी भएमा उहाँहरूलाई पनि यस निर्देशिका बमोजिम चाहिँ राहत उपलब्ध गराइने भनेर भनिएको छ है। अनि अर्को भनेको चाहिँ निकुञ्ज वा आरक्ष बाहेक अन्य क्षेत्रमा वन्यजन्तुको आक्रमणमा परि हैन, घरपालुवा पशुको मृत्यु भएमा हैन, अब आफूले पालेको डोमेस्टिक एनिमल्सहरू हैन, गाई भैँसी भेडा बाख्राहरू हैन, घोडा खच्चड यस्ताहरूलाई पनि, चौरीहरू यस्ताहरूलाई पनि क्षति भएमा चाहिँ सो बाबत पनि राहत अब उपलब्ध गराइने भनियो हैन। अनि अर्को भनेको छ निजी जमिनमा खनिएको हैन, आफ्नो लालपुर्जा भएको हकबोको जमिनमा पनि यदि पालिएको कुखुराहरू छन् अथवा पोखरीमा पालिएका माछाहरू छन् हैन, त्यस्ता कुखुरा अथवा माछालाई पनि वन्यजन्तुबाट क्षति भयो भने सो बापत पनि राहत दिने भनेर यस निर्देशिकाले व्यवस्था गरेको छ हैन। अनि यो खेतीबारीमा भएको अन्नहरू, खेतीबालीहरू अथवा घरभित्रै पनि भण्डारण गरेको अन्नहरू छन् भने त्यस्तोमा पनि क्षति भएमा हैन, सो बापत पनि राहत वितरण गरिनेछ है। अनि निजी जमिनमा लगाएको बाली हैन, त अघि भनिहाल्यो त्यस्तो बाली, अब धान, मकै, गहुँ, कोदो हैन, आलुहरू यदि ती कुराहरूमा पनि क्षति भएमा चाहिँ सो बापत पनि राहत वितरण गरिनेछ है। अब बुझिहाल्नुभयो होला हैन, कस्तो कस्तो अवस्थामा चाहिँ राहत वितरण दिने भनेको छ हैन। ओभरअल मानिससँग सम्बन्धित जति पनि कुराहरू छन् त्यस्तोमा चाहिँ यदि वन्यजन्तुबाट कुनै पनि प्रकारको क्षति भयो भने सो बापत चाहिँ लगभग यस निर्देशिका बमोजिम चाहिँ राहत पाउनेछन् हैन। अब त्यो सामान्य घाइते भयो नि, गम्भीर घाइते भयो नि, मृत्यु भए पनि हैन, आफूले पालिराखेको डोमेस्टिक एनिमल्सहरू भए पनि हैन, अथवा माछाहरू भए पनि, कुखुरा हैन, ती सम्बन्धी भए पनि, आफ्नै घर गोठ पनि भएमा हैन, अनि त्यसपछि बाली लगाएको छ भने बालीमा क्षति भएमा, अथवा घरमा त्यो बाली भण्डारण गरेको छ भने त्यो भण्डारणमा पनि क्षति भयो भने सो बापत पनि राहत चाहिँ उपलब्ध गराइने भन्ने कुरा यसमा व्यवस्थित गरिएको छ हैन। अब राहत वितरण गरिने हैन, तर राहत बराबर चाहिँ कति के कुरा चाहिँ वितरण गरिने भन्ने कुरा चाहिँ अब हामीले दफा 4 मा हेर्छौँ हैन। राहत स्वरूप चाहिँ उपलब्ध गराइने रकम सम्बन्धी चाहिँ स्पष्ट व्यवस्था चाहिँ यहाँनिर राखिएको छ हो। अब यो खण्ड क, खण्ड ख, खण्ड ग र खण्ड घ भनेको छ नि, यो भनेको चाहिँ त्यो माथि अघि हामीले हेरेको चाहिँ अब प्रोटेक्टेड एरियाभित्र हैन, अथवा बाहिर हैन खटिएका कर्मचारीहरू अथवा हेरालुहरू उहाँहरूलाई चाहिँ कुनै पनि किसिमको क्षति भएमा चाहिँ सो बापत चाहिँ के कति उपलब्ध गराइने भन्ने कुरा हाम्रो कमा हेर्नुहोस् त। सामान्य घाइतेको हकमा हैन, सामान्य किसिमको घाइते भनेको चाहिँ अङ्गभङ्ग नभएको अवस्थामा हो। अब त्यो घाइतेको प्रकृति हेरी चाहिँ अब उसले प्रमाण पेश गरेको कागजात अनुसार चाहिँ हैन, अनि स्वास्थ्य संस्थाको सिफारिस बमोजिम चाहिँ जति पनि उपचार खर्च लागेको छ हैन, सो उपचार खर्च त्यो पनि कतिमा भने बढीमा 20,000 रुपैयाँसम्ममा हो। बढीमा सामान्य घाइते भएको केसमा चाहिँ बढीमा 20,000 रुपैयाँसम्म चाहिँ हामीले राहत स्वरूप चाहिँ उपलब्ध राहत स्वरूप चाहिँ रकम उपलब्ध
हुन्छ हो। अब त्यसै गरी गम्भीर घाइते भएको अवस्थामा होइन, अब गम्भीर घाइते भएको अवस्थामा चाहिँ प्रकृति हेरी होइन, कतिको घाइते भएको छ होइन, अङ्गभङ्ग कतिको भएको छ होइन, सो बमोजिम होइन। अनि प्रचलित कानुनमा होइन, कानुन बमोजिम चाहिँ सञ्चालनमा रहेका अस्पतालहरू अनि त्यो अस्पतालमा कार्यरत अनि कानुन बमोजिमको चिकित्सकहरूको सिफारिसमा चाहिँ औषधि उपचारको होइन, बिल बमोजिम चाहिँ खर्चहरू उपलब्ध गराइने छ। खर्च त उपलब्ध गराइने, तर हामीले यो निर्देशिका बमोजिम चाहिँ बढीमा 2 लाख रुपैयाँसम्म चाहिँ उपचार बापतको होइन, औषधि उपचार बापतको चाहिँ खर्च पाउने व्यवस्था राखिएको छ हो। तर उपचारको बढीमा त्यतिले मात्रै भएन। अब घाइते हुने बित्तिकै उसलाई अस्पताल लानुपर्यो होइन। अब अस्पताल पनि अब सरकारी अस्पतालै लान्छु भनेर पनि भएन। नजिकमा जुन अस्पताल छ त्यो अस्पताल लानुपर्यो होइन। त्यसैले चाहिँ प्राइभेट अस्पतालहरूमा लाँदाखेरिको लागि पनि यसले चाहिँ व्यवस्था गरेको छ हो। यसले चाहिँ के भन्छ भन्दाखेरि घाइते हुने बित्तिकै नजिकैको जुनसुकै अस्पताल भए पनि होइन, इमर्जेन्सी सेवाको लागि चाहिँ उपचार गराउँदाखेरि इमर्जेन्सी सेवाको उपचार गराउँदाखेरि जति पनि खर्च लाग्छ त्यो सम्पूर्ण खर्च पनि यस निर्देशिका बमोजिम चाहिँ उपलब्ध हुने भनेर चाहिँ यसबाट चाहिँ व्यवस्था गरिएको छ। र इमर्जेन्सी सेवा भइसकेपछिको जुन नर्मल उपचार गराउनुपर्ने कन्डिसन हुन्छ होइन, मान्छेको ज्यान चाहिँ जोखिमबाट टलिसकेपछि सामान्य उपचार गराउँदा चाहिँ फेरि प्राइभेटमा चाहिँ होइन, सरकारी अस्पतालमै लानुपर्यो होइन। सरकारी अस्पतालमा लगेपछि चाहिँ जति पनि उपचार खर्च लाग्छ त्यो बाबतको चाहिँ त्यस अस्पतालको चिकित्सकको सिफारिसमा चाहिँ सम्पूर्ण खर्च होइन, बिल अनि उपचार जति पनि खर्च छन्, औषधि उपचार सबै खर्च चाहिँ यस निर्देशिका बमोजिम चाहिँ वितरण गर्ने व्यवस्था रहेको छ होइन। भनेको त्यो 2 लाख पनि क्रस हुन सक्यो होइन। अनि अर्को कन्डिसन छ, अङ्गभङ्ग भई जीवनभर गम्भीर रूपले शारीरिक अशक्त हुने अवस्थाको व्यक्ति वा निजको हकवालालाई पनि होइन, जीविकोपार्जनको लागि भनेर एकमुष्ट हेर्नुहोस् त, एकमुष्ट चाहिँ हामीले 5 लाख रुपैयाँसम्म पनि पाउने रहेछौँ हो। यो अङ्गभङ्ग भई चाहिँ अब अङ्गभङ्ग भइ नै सकेको, कसैको हात खुट्टा नै नहुने अवस्था हुन्छ, कसैको अब आँखा पनि फुटेको अथवा ड्यामेज भएको हुनसक्छ होइन। त्यस्तो कन्डिसनमा चाहिँ कोही अब हिँड्न नडुल्न होइन, अथवा धेरै चोट लागेको छ भने रिढको हड्डीहरूमा चोट लाग्दाखेरि चाहिँ स्पाइनल कर्डहरूले चाहिँ च्यापिएर होइन, त्यो तपाईँको नर्भस सिस्टममा पनि असर गर्छ। त्यति बेला चाहिँ शरीर नचल्ने होइन, प्यारालाइसिस जस्तो अवस्था देखियो भने त्यति बेला पनि एकमुष्ट चाहिँ हामीले उपचार खर्च सकिसकेपछि एकमुष्ट चाहिँ 5 लाख रुपैयाँ पनि पाउन सक्यो होइन। अब मृत्यु भइहाल्यो भने त अब उपचार त आफ्नो ठाउँमा छँदैछ, उपचार गर्दाखेरि जति पनि खर्च लाग्छ त्यो चाहिँ दिने भयो होइन। सँगसँगै मृत्यु भएमा चाहिँ 10 लाख रुपैयाँसम्म चाहिँ एकमुष्ट होइन, नजिकको हकवालालाई चाहिँ यस निर्देशिका बमोजिम उपलब्ध गराउने सक्ने व्यवस्था रहेको छ हो। यतिसम्म बुझ्नुभयो होला होइन। सामान्य घाइते भयो भने चाहिँ बढीमा 20,000 रुपैयाँ होइन, गम्भीर घाइते भएमा चाहिँ इमर्जेन्सी खर्च बाहेक होइन बढीमा 2 लाख रुपैयाँ होइन। अनि त्यसपछि अङ्गभङ्ग भएमा अब उपचार खर्च बाहेक चाहिँ एकमुष्ट 5 लाख रुपैयाँ पनि दिन सक्यो है। त्यसपछि अनि मृत्यु भएमा त सोझै 10 लाख रुपैयाँ दियो अनि त्यसपछि त्यसैमा सकिगयो होइन। अनि अर्को कन्डिसन दिएको छ, अब उपचार गराउँदै अथवा उपचार गराएर डिस्चार्ज गरायो होइन, डिस्चार्ज गराइसकेपछि पनि होइन, त्यही घाइते होइन, त्यही क्षतिको कारणले चाहिँ यदि कुनै पनि व्यक्ति 35 दिनभित्र मृत्यु भएमा होइन, अनि अथवा अस्पतालमै उपचार गरिराखेकै क्रममा चाहिँ मृत्यु भएमा होइन, जो मृत्यु भयो मृतकको नजिकको हकवालालाई चाहिँ होइन उपचार बापतको सम्पूर्ण खर्च होइन र 10 लाख पनि होइन, 10 लाख रुपैयाँ पनि दिने भनेर चाहिँ यस निर्देशिकाले चाहिँ व्यवस्था गरेको छ है। यति भएपछि बुझ्नुभयो होला तपाईँहरूले होइन, कति रकम खर्च गर्ने भन्ने कुरा चाहिँ। भनेको चाहिँ तपाईँको उपचार गराउँदाको सम्पूर्ण खर्च र यदि मृत्यु भइहालेमा चाहिँ 35 दिनभित्र मृत्यु हुनुपर्यो है। तर कन्डिसन चाहिँ यो 35 दिनभित्र चाहिँ मृत्यु हुनुपर्यो। 35 दिनभित्र चाहिँ मृत्यु भएमा चाहिँ उहाँले चाहिँ उपचार बापतको सम्पूर्ण खर्च र अनि एक्स्ट्रा 10 लाख रुपैयाँ पनि तपाईँहरूले पाउन सक्नुहुन्छ। र अर्को अब जाउँ होइन, उपदफा 2 मा चाहिँ यो खण्ड ङ च बमोजिम चाहिँ भनेको चाहिँ त्यो घरपालुवाहरू सम्बन्धी भयो है। यो घरपालुवा पशु कुखुरा वा माछाको चाहिँ क्षति भएमा चाहिँ सो बापत चाहिँ कति रकम उपलब्ध गराउने भनेको छ नि हो। त्यो अब यसको चाहिँ खण्ड कमा हेर्नु त, यदि ठुलो प्रजातिको डोमेस्टिक एनिमल जस्तै भैँसी, राँगा
गोरु, उन्नत जातको गाईहरू हैन, घरपालुवा चौरी हैन, घोडा, खच्चड यस्ताको चाहिँ मृत्यु भएमा हो मूल्याङ्कनको आधारमा चाहिँ प्रति पशु बढीमा 60,000 रुपैयाँसम्म दिन सक्ने भनेको छ। त्यो चाहिँ मूल्याङ्कन अनुसार 60,000 दिनुपर्छ भन्ने चाहिँ छैन। तपाईँको अब साना हैन डोमेस्टिक एनिमलहरू छन् भने चाहिँ अब 30,000 पनि हुनसक्यो, 40,000 जति मूल्याङ्कन हुन्छ सो बमोजिमको चाहिँ यो रकम उपलब्ध गराइन्छ भनेको बढीमा चाहिँ 60,000 रुपैयाँसम्म पाउनुभयो। 60,000 भन्दा बढी चाहिँ पाउनु भएन हैन। त्यसै गरी अर्को खण्ड हेर्नु हैन अनि यो खण्ड क मा उल्लेख भएका बाहेक हैन अन्य पशुको चाहिँ मृत्यु भएमा जस्तै यो गाई, भैँसी, गोरु, रागा यिनीहरू बाहेक चाहिँ अन्य पशु भन्नाले चाहिँ यो हाम्रो खसी, बाख्रा हैन, भेडा हैन यस्ता कुराहरू यिनीहरूको चाहिँ मृत्यु भएमा चाहिँ है मूल्याङ्कनको आधारमा प्रति पशु बढीमा 10,000 रुपैयाँसम्म दिन सक्ने। ठुलो छन् भने हैन गाई, भैँसी छन् भने चाहिँ उनीहरूको लागि हैन घोडा, खच्चड छन् भने उनीहरूको लागि चाहिँ बढीमा 60,000 हैन। अनि साना खालका यो खसी, बाख्रा टाइपका छन् भने यिनीहरूको लागि चाहिँ बढीमा 10,000 रुपैयाँसम्म चाहिँ हामीले राहत स्वरूप दिन सक्छौँ हैन। अनि माछा वा कुखुरा क्षति भएमा चाहिँ माछा वा कुखुरा क्षति भएमा चाहिँ उनी मूल्याङ्कनको आधारमा वर्षको एक पटकमा चाहिँ बढीमा 10,000 रुपैयाँसम्म दिन सक्ने भनेको तपाईँले एकपटकमा अब तपाईँको कुखुराहरू, माछाहरू क्षति भयो हैन, त्यसमा चाहिँ बापत चाहिँ तपाईँहरूको मूल्याङ्कन बमोजिम एकचोटिमा तपाईँको 8,000 मात्रै आयो भने तपाईँले 8,000 मात्रै पाउनुभयो, बाँकीको 2,000 चाहिँ पाउनु भएन हैन। त्यो पनि वर्षभरि अब अर्को वर्षको लागि चाहिँ अलग्गै भइहाल्यो अर्को आर्थिक वर्षको लागि। तर एक आर्थिक वर्षमा तपाईँहरूले चाहिँ एकचोटिमा बढीमा 10,000 रुपैयाँसम्म पाउन सक्नुहुन्छ है। अनि अब घरगोठको क्षति भएमा हैन, घरगोठको क्षति भएमा चाहिँ मूल्याङ्कनको आधारमा बढीमा 20,000 रुपैयाँसम्म रहेछ व्यवस्था हो घरगोठको। त्यसै गरी अन्नको क्षति भएमा चाहिँ मूल्याङ्कनको आधारमा बढीमा 10,000 रुपैयाँसम्म हैन अन्नको क्षति भएमा। अनि अर्को कन्डिसन छ हाम्रो बालीको क्षति त भयो हैन, बाली त अब वर्षमा 2 पटक लगाउन सक्ने हुन्छ है मौसम अनुसारको बाली हैन। यदि एक मौसममा लगाएको बालीको एक पटक र छन् भने हैन अनि अर्को के अरे सोही वर्षमा चाहिँ अर्को मौसमको चाहिँ बालीमा पनि असर गर्यो भने चाहिँ बढीमा 2 पटक गरी तपाईँहरूले बढीमा 10,000 रुपैयाँसम्म पाउन सक्नुहुन्छ है। एक मौसममा तपाईँले एकवटा बाली लाउनु भयो, मानिलिउँ धान लाउनु भएको छ अरे हैन, त्यो धानमा चाहिँ यदि क्षति भयो भने स्वभाव तपाईँले एकमुष्ट 10,000 दिन सक्नुभयो अथवा 8,000 मात्रै लिनुभयो भने हैन। अनि मानिलिउँ 8,000 मात्रै लिनुभयो तपाईँहरूले हैन। अनि पहिलो मौसममा त्यो पाउनुभयो, दोस्रो मौसममा चाहिँ तपाईँले मकै लाउनु भएको छ भने मकैमा क्षति भयो भने तपाईँहरूले त्यसबाट चाहिँ 10,000 होइन कि तपाईँले 2,000 मात्रै पाउनुहुन्छ हैन। भनेको अघिल्लो मौसमको चाहिँ 8,000 हैन धानको अनि मकैको चाहिँ 2,000 गरी जम्मा 10,000 पाउनुभयो। तपाईँले यदि पहिलो मौसममै धानमै चाहिँ क्षति भयो त्यो बापत तपाईँले 10,000 लिनुभयो भने चाहिँ अर्को पटक तपाईँले रकम पाउनुहुन्न, त्यसको लागि अर्को वर्ष नै पर्खिनु पर्ने हुन्छ हैन। यो निर्देशिका बमोजिम चाहिँ त्यो व्यवस्था राखिएको छ हैन। अनि अब माथि अब जेसुकै कुरा भए पनि यदि तपाईँले बिमा गर्नुभएको छ भने हैन आफ्नो डोमेस्टिक एनिमलको हैन अनि बाली नालीको तपाईँले बिमा गराउनु भएको छ भने बिमा बापत जति रकम आउँछ हैन सो रकम कटाएर मात्रै बाँकी रहेको पैसा पाउनुहुन्छ। यदि मानिलिउँ तपाईँको चाहिँ गाई भैँसी मर्यो भनेको तपाईँले बढीमा 60,000 पाउने हो हैन। यदि बिमा बापत तपाईँले 40,000 पाउनुभयो भने चाहिँ अब यहाँ वन कार्यालयले चाहिँ तपाईँको 40,000 कटाएर बाँकी रहेको 60,000 पुग्नलाई 20,000 रह्यो हैन। वन कार्यालयले चाहिँ त्यसरी 20,000 रुपियाँ मात्रै उपलब्ध गराउनेछ है। त्यसरी चाहिँ यो उपदफा 4 बमोजिम चाहिँ त्यो कुरा लेखिएको हो है त। अनि अर्को छ है, अर्को कन्डिसन के छ भनेको अब उपदफा 1 बमोजिम भनेको हाम्रो यो गम्भीर घाइते हैन मानव क्षतिमा यदि तपाईँको मानिसको मृत्यु भएमा हैन मृत्यु भएको हकमा अथवा गम्भीर भएको हकमा चाहिँ तपाईँहरूले अग्रिम पैसा पनि पाउन सक्नुहुन्छ। यदि मृत्यु भएमा तपाईँले 1 लाखसम्म हैन
मृत्यु भएमा चाहिँ अग्रिम भुक्तानी बापत तपाईँले 1,00,000 रुपियाँसम्म पाउनुभयो होइन। त्यसै गरी गम्भीर घाइते हुनुभएको छ भने उपचार खर्चको लागि भनेर अगाडि नै 50,000 रुपियाँसम्म चाहिँ तपाईँहरूले अग्रिम राहत पनि पाउन सक्नुहुन्छ। यो भनेको एकदमै राम्रो व्यवस्था हो। यो अघिल्लो जुन 2069 सालको चाहिँ राहत वितरण निर्देशिका थियो, सोमा चाहिँ यो कुराहरू उल्लेख भएको थिएन होइन, जसले गर्दा धेरै समस्याहरू आएको देखियो है। सोलाई नै चाहिँ मध्यनजर गरेर चाहिँ यो नयाँ निर्देशिकाले चाहिँ यो सम्बन्धी पनि व्यवस्था गरेको हो होइन। अहिले चाहिँ यो निर्देशिका लागू भएपछि चाहिँ कर्मचारीहरूलाई पनि र सेवाग्राहीलाई पनि काम गर्न एकदमै सजिलो भएको उदाहरण हामीले हेर्न सक्छौँ है। ल त्यसै गरी अब अगाडि जाउँ होइन। अनि जुन तपाईँले अग्रिम भुक्तानी लिनुभएको थियो नि, अर्को पटक तपाईँले मानिलिउँ मृत्यु भएको केसमा अग्रिम भुक्तानी बापत 1,00,000 रुपियाँ लिनुभएको थियो होइन। अब तर मृत्यु हुँदाखेरि पाउने त 10,00,000 हो होइन। अब त्यस्तो अवस्थामा चाहिँ तपाईँले 1,00,000 रुपियाँ लिइसक्नुभयो, त्यसपछि पछिबाट चाहिँ वन कार्यालयले होइन, अनि वन सम्बन्धी कार्यालयले चाहिँ तपाईँलाई पछिबाट 9,00,000 रुपियाँ गरी जम्मा 1,00,000 रुपियाँ भुक्तानी गर्नेछ भनेर चाहिँ यो उपदफा 6ले भनेको छ है। अनि अब जाउँ राहत माग गर्ने होइन। अब निर्देशिका बमोजिम चाहिँ वन्यजन्तुबाट भएको क्षतिको राहत माग गर्ने व्यक्तिले चाहिँ होइन, नियमावलीको नियम 36 ज भनेको छ नि, 36 ज बमोजिम चाहिँ होइन, 36 जले चाहिँ हाम्रो के भनेको छ भने, यस्तो चोटपटक लाग्यो अङ्गभङ्ग भएको चाहिँ बढीमा 35 दिनभित्रमा चाहिँ निवेदन दिनुपर्ने हुन्छ वन कार्यालयमा अथवा तपाईँको निकुञ्ज अथवा संरक्षण क्षेत्रको कार्यालयमा। 35 दिनभित्रमा चाहिँ तपाईँले अनुसूची 2 बमोजिमको चाहिँ कागजात होइन, सबै डकुमेन्ट्सहरू पुर्याएर निवेदन दिनुपर्ने हुन्छ है। 35 दिनभित्र निवेदन दिनुभयो भने तपाईँको काम कारबाही अगाडि बढ्छ, नभए चाहिँ फेरि नबढ्न सक्छ। त्यही भएर यो 35 दिनभित्रमा चाहिँ यो डकुमेन्ट्सहरू पुर्याएर चाहिँ होइन, नजिकको कार्यालयमा वन सम्बन्धी वन्यजन्तु हेर्ने सम्बन्धी कार्यालयमा चाहिँ पेस गर्नु होला है। अनि राहत उपलब्ध गराउने प्रक्रिया भनेको छ होइन। अब राहत उपलब्ध गराउने प्रक्रिया भनेको चाहिँ तपाईँको सम्बन्धित राष्ट्रिय निकुञ्ज, आरक्ष वा होइन संरक्षण क्षेत्रको कार्यालय वा डिभिजन वन कार्यालयमा परेको जुन निवेदन होइन, सम्बन्धित कार्यालयले नियमावलीको नियम 36 जको उपनियम 2 बमोजिम चाहिँ समितिमा पेस गर्नुपर्ने भनेको छ नि। यो 36 को ज बमोजिमको चाहिँ जुन समिति भनेको छ, समिति भनेको चाहिँ हाम्रो यदि डिभिजन वन कार्यालयले हेर्ने ठाउँमा चाहिँ हाम्रो त्यो समितिको संयोजकको रूपमा चाहिँ संयोजकको रूपमा चाहिँ डिभिजनल वन अधिकृत हुन्छन् भने, हाम्रो यो राष्ट्रिय निकुञ्ज सम्बन्धी चाहिँ होइन, निकुञ्ज आरक्ष होइन संरक्षण क्षेत्रको चाहिँ यदि समिति हेर्ने हो भने त्यो समितिको चाहिँ हाम्रो संयोजक भनेको त्यहाँको महानिर्देशक चाहिँ हुन्छन्। यो पनि एक्जाममा क्वेसनमा सोधिराखेको क्वेसन हो, इम्पोर्टेन्ट क्वेसन हो है। राहत उपलब्ध गराउने प्रक्रिया अन्तर्गतको यो 36 को ज उपनियमको होइन बमोजिमको समिति जुन भनेको छ नि, राहत वितरण प्रक्रिया समिति होइन, उपलब्ध गराउने समितिको चाहिँ हाम्रो संयोजक भनेको यदि प्रोटेक्टेड एरियाभित्रको हो भने चाहिँ महानिर्देशक होइन, प्रोटेक्टेड एरिया बाहिरको चाहिँ हाम्रो डिभिजनल वन अधिकृत चाहिँ यस समितिको संयोजक हुन्छ है। यहाँसम्म बुझ्नुभयो होला होइन। नबुझेमा यसो कमेन्ट गर्नु होला है। अनि पछिबाट फेरि म बुझाउने छु तपाईँहरूलाई। अब अर्को कुरा हेरौँ होइन। यो भइहाल्यो, यति भइसकेपछि लगभग इम्पोर्टेन्ट कुराहरू यति हो होइन। अनि यिनीहरू हामीलाई खासै चाहिँदैन। यो भनेको सरकारी कामकाजको प्रक्रियाहरू लेखेको छ है। यो चाहिँ अब गइसकेपछि भित्रको कुराहरू लोकसेवामा खासै सोध्दैन यो कुराहरू है। अर्को चाहिँ अनुगमन गर्ने भनेर चाहिँ यसबाट पनि सोधिराखेको हुन्छ क्वेसन होइन। तपाईँहरूले यो राहत वितरण गर्नुभएको जति पनि व्यक्ति छन् नि, हो त्यो व्यक्तिहरूसँग चाहिँ प्रत्यक्ष भेट गर्ने होइन। कसले भेट गर्ने भन्दाखेरि चाहिँ विभाग तथा प्रदेश वन निर्देशनालयले होइन, आफ्नो क्षेत्रभित्र चाहिँ जति पनि व्यक्तित्वहरूलाई चाहिँ यो राहत वितरण गरिएको थियो, सो व्यक्तिहरूमध्ये चाहिँ कम्तीमा पनि यो 10% हो, कति रहेछन्, कम्तीमा पनि 10% व्यक्तिसँग चाहिँ प्रत्यक्ष रूपमा चाहिँ भेट गर्नुपर्ने हुन्छ है। यो पनि सोधे हुन्छ होइन। अनुगमन गर्दाखेरि चाहिँ कम्तीमा पनि कति प्रतिशत व्यक्तिसँग प्रत्यक्ष रूपमा चाहिँ भेट गर्नुपर्ने हुन्छ भनेर सोध्यो भने ट्याक्क 10% भनेर त्यहाँ अप्सनमा हुन्छ, त्यसमा टिक लाउने होइन। अनि
यो भयो अनि त्यसपछिको अर्को इम्पोर्टेन्ट भनेको चाहिँ हाम्रो अहिले सामुदायिक वनहरू छन् होइन, समुदायमा आधारित वन व्यवस्थापन गर्ने विभिन्न समितिहरू छन्, संरक्षण क्षेत्रहरू छन् होइन। अनि अब यो उपभोक्ता समितिहरू छन् है। अब यो निर्देशिका लागू भइसकेपछि चाहिँ अर्को के ख्याल गर्नुपर्छ भने हाम्रो जति पनि अहिलेको सामुदायिक वनहरू छन् होइन, समितिहरू छन्, ती समितिहरूको जुन कार्ययोजनाहरू छन् होइन, समूहको कार्ययोजना, त्यो कार्ययोजनामा चाहिँ कम्तीमा पनि 5% रकम भनेको आम्दानीको आन्तरिक आम्दानी जति पनि हुन्छ सोको चाहिँ 5% रकम चाहिँ यो क्षतिको लागि वन्यजन्तुबाट हुने क्षतिको लागि राहत दिनको लागि भनेर चाहिँ सो बापत रकम चाहिँ अनिवार्य छुट्याउनु पर्ने भनेर चाहिँ यो निर्देशिका लागू भइसकेपछि कार्यान्वयनमा आएको छ है। यो पनि क्वेसन सोध्न सक्छन् होइन। अब क्वेसन के भनेर सोध्न सक्छन् भने तपाईँको चाहिँ यो सामुदायिक वन उपभोक्ता समूहहरू होइन, सामुदायिक मात्रै नभएर अरू पनि वन उपभोक्ता समूहहरू हुन सक्छन्। सो समूहहरूले चाहिँ आफ्नो आम्दानीको कति प्रतिशत रकम चाहिँ यो वन्यजन्तुबाट भएको क्षतिको लागि राहत वितरणको लागि चाहिँ छुट्याउनु पर्ने हुन्छ भनेर सोध्न सक्छन्। अप्सनमा 5, 10, 15, 20 होइन, जति पनि दिन सक्यो। हामीले के हेर्नु पऱ्यो? 5% हेर्नु पऱ्यो र सोहीमा टिक लगाउनु पऱ्यो है। यहाँसम्म बुझ्नुभयो होला होइन। अब यो अरू कुराहरू चाहिँ यो अरू कुरा खासै चाहिँदैन। यसबाट इम्पोर्टेन्ट कुराहरू भनेको चाहिँ यति नै हो होइन। यति भइसकेपछि लगभग सबै कुराहरू समेटिएको छ। अब अलिकति अर्को इम्पोर्टेन्ट चाहिँ सोधिराख्ने क्वेसन यहाँनिर छ है। यो अनुसूची 1 भनेर दिएको छ नि। यो अनुसूची 1 मा चाहिँ हाम्रो क्वेसन कस्तो क्वेसन आउन सक्छ भने वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिकाका क्षेत्रहरू होइन। अब कति किसिमका चाहिँ क्षतिहरू छन् भनेर क्या वन्यजन्तुबाट हुने कति प्रकारका क्षतिहरूमा चाहिँ राहत वितरण गरिनेछ भनेर क्वेसन सोध्न सक्छ। त्यति बेला के लेख्नु पऱ्यो? मतलब याद गर्नु पऱ्यो। एउटा मानवीय क्षति 1 नम्बर, 2 नम्बरमा पशुधन, 3 नम्बरमा भण्डारण गरेका अन्नको क्षति होइन, भण्डारण गरेका है 3 नम्बर, 4 नम्बरमा हाम्रो घरगोठ क्षति, 5 नम्बरमा हाम्रो बाली क्षति, 6 नम्बरमा हाम्रो यो माछा क्षति र 7 नम्बरमा हाम्रो कुखुराको क्षति भनेर चाहिँ जम्मा यसरी 7 प्रकारको क्षतिमा चाहिँ 7 प्रकारको क्षति भएमा चाहिँ सो बापत चाहिँ राहत वितरण पाउनेछौँ भनेर यसरी हामीले मिलाएर लेख्न सक्छौँ है। अनि अप्सनमा 7 हेर्ने, 7 मा टिक लाउने होइन। बुझ्नुभयो होला यहाँसम्म है। अब यहाँनिर अरू आइराख्ने भनेको यहाँबाट चाहिँ के हुन्छन् भने नि अलिकति झुक्याएर सोधिदिन सक्छ क्या तपाईँको यदि अनि अर्को भनेको चाहिँ यसबाट तपाईँको अनि कति किसिमको क्षति भनेर चाहिँ 7 भयो हो। 1, 2, 3, 4, 5, 6, 7 किसिमको क्षति भनेर चाहिँ भयो। अनि कति प्रकारका वन्यजन्तुहरू छन् भन्दाखेरि चाहिँ हाम्रो यसरी 16 प्रकारका वन्यजन्तुहरू चाहिँ छन् भनेर बुझ्न पऱ्यो। हाम्रो पछिबाट जोडेको भनेको चाहिँ यो नीलगाई र बाँदर हो। यिनीहरू चाहिँ पछिबाट समेटिएका हुन् है। यसबाट भएको क्षति बापत चाहिँ हुने भयो होइन। अनि अब यो मानवीय क्षतिमा चाहिँ जति पनि वन्यजन्तुहरू छन् होइन, क्षति भएमा चाहिँ मानवीय क्षति बापतको चाहिँ रकम पाउने होइन। अनि अलिकति झुक्याउने भनेको चाहिँ यदि हात्तीले चाहिँ तपाईँको पशुधन क्षति गर्यो भने तपाईँले राहत रकम पाउनुहुन्छ कि हुँदैन भनेर सोध्न सक्छ होइन। त्यति बेला चाहिँ नपाउने होइन, झुकिन सक्छ नि त। अब क्षति गर्यो भने सबै वन्यजन्तुले क्षतिको जुनसुकै क्षति गरे पनि रकम पाउँछन् भनेर चाहिँ हाम्रोमा चाहिँ त्यस्तो दिमागमा सेट भएको हुन्छ। तर त्यसो होइन होइन। यसरी चाहिँ अलिकति झुक्याउन सक्छ है। जस्तै अनि अर्को एकदमै झुकाउने भनेको होइन, मानिलिउँ चितुवाले चाहिँ है यो जुन चितुवा छ 5 नम्बरमा चितुवाले चाहिँ तपाईँको माछालाई चाहिँ क्षति गर्यो भने तपाईँले राहत पाउनुहुन्छ कि हुँदैन होइन। राहत पाउनु यो निर्देशिका बमोजिम राहत पाउने कि नपाउने भनेर सोध्यो भने यसरी यहाँ हेर्ने पाउने भनेर लाउने है। अब चितुवा सम्झेको छ अब पोखरीमा पाउने माछा अब त अट्याक नगर्ला नहोला नपाउला भनेर सोच्न दिमागमा आउनसक्छ। तर त्यसो होइन, एकचोटि यो हेर्नु होला होइन, पाउने भयो है। अब यो माछाको लागि भनेर चाहिँ पछिबाट जोडेको के अरे माछा सरी यो चाहिँ नपाउने भनेर मिस्टेक गरेछु मैले है। यो कुखुराको लागि चाहिँ पाउने भयो, माछाको लागि चाहिँ नपाउने भयो। यही कुरा मैले आफैले झुकेछु, सरी। यहाँ भयो। अनि त्यसपछि माछाको लागि पाउने भनेको चाहिँ यो मगर गोही एउटा अनि सायद एउटा मात्रै होला माछाको लागि हो
ल माछालाई चाहिँ होइन माछालाई चाहिँ कुन वन्यजन्तुले क्षति गरेमा राहत पाउने भनेर अप्सनमा सोध्न सक्छ है। मैले अघि यो चाहिँ भन्न खोजेको अलिकति मिस्टेक भएछ है। माछाको लागि चाहिँ हाम्रो यो निर्देशिका बमोजिम चाहिँ मगर गोहीले क्षति गरे बापत मात्रै हामीले माछाको पाउँछौँ, नभए अरू कुनै पनि वन्यजन्तुले चाहिँ क्षति गरेमा माछाको लागि चाहिँ हामीले राहत पाउँदैनौँ है। यो कुरा चाहिँ याद राख्नु होला होइन। अनि यति नै हो। अरू त अरू आफै हेर्नु होला अलिअलि होइन। मेन कन्फ्युजिङ हुने भनेको यही थियो मैले होइन। अघि यही भन्न खोजेको थिएँ, अलिकति मिस्टेक भएछ, सरी। ल यति भएपछि अब तपाईँहरूले पनि बुझ्नुभयो होला होइन। अनि अरू चाहिँ त्यस्तो यसमा कन्फ्युजिङ केही छैन। एउटा मेन कन्फ्युजिङ यो थियो है। अनि तपाईँको चाहिँ अजिङ्गरले चाहिँ तपाईँको माछालाई क्षति गरेमा पाउने कि नपाउने होइन। हुन त अजिङ्गर पनि पानीहरूमा पनि हिँड्न सक्छन् होइन। त्यति बेला चाहिँ माछाको क्षति भयो भने पाउने कि नपाउने भन्दाखेरि नपाउने होइन। यो मगर गोही बाहेक अरू कुनैले पनि पाउँदैन। यसबाट मेन झुकिने भनेकै यही हो। अनि अरू त्यति साह्रो झुकिने खालको कन्फ्युजिङ हुने छैन होइन। यति नै हो। अब मेन भनेको आजको यति नै हो है। यति बुझेपछि लगभग यसबाट जति पनि क्वेसनहरू सोध्छन् सबै क्वेसनहरू चाहिँ तपाईँहरूले मिलाउन सक्नुहुन्छ। एकचोटि आफैले पनि हेर्नु होला होइन। अनि नबुझेको छ भने कमेन्टमा राख्नु होला है। अनि अलिकति आफैले पनि ध्यान दिएर हेर्नु भयो भने चाहिँ अझै कुरा जान्न सकिन्छ, सिक्न सकिन्छ होइन। त्यही भएर पढ्नु होला, आफ्नो मेहनत गर्नु होला, नाम निकाल्नु होला भन्दै अब केही कमी कमजोरी भएमा अब माफी माग्न चाहन्छु होइन। अब आउने दिनहरूमा अरू यस्तै किसिमका चाहिँ जानकारी लिँदै म फेरि पनि आउनेछु है। तबसम्मको लागि आफू पनि राम्ररी बस्नु होला, पढ्नु होला, मेहनत गर्नु होला, ख्याल राख्नु होला भन्दै म पनि बिदा लिन चाहन्छु। यतिन्जेलसम्म बसिदिनु भयो, सुनिदिनु भयो, हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद।